हो किन भन न तिमीलाई कलौटे छ अनि छ कलौटे खुबै कलौटे दाइ हो नि त्यो कालो तिमीले कलौटे छोड्न नखोज्नु नि मैले श्रीमान छोड्न नसक्ने कलौटेलाई छोड्छु तर म भिनालाई छोड्न सक्दिन जिम्बा भाइ हजुर त्यो चियावाला फकाइदिनु न मसँग भिडियो गरेर भन्दा मान्दिनँ यार मैले कसरी फकाइदिनु तपाईँको त एकदम नजिक घनिष्ठ साथी हो नि त उहाँ त होइन मलाई थाहा छ नि उसको र उसको भिडियो उसले हालेर हुन्थ्यो अस्ति म देखा हुन्थेँ होइन तपाईँहरू एउटै फिल्डमा काम हुनुहुन्छ है मेरो त छैन काम उसले छोड्दियो अहिले उसले छोडिसक्यो 1 वर्ष भइसक्यो त पहिली त हामीको दिनकै भेट हुन्थ्यो नि होइन जिम्बा ए जिम्बा यहाँ मलाई क्वेसन आएको आइ गर्थ्यो है पहिली के अरे तिम्रो र मेरो त झगडा परेकै छैन है केही भएको छैन भेटघाट मात्रै नभएको होइन अनि यहाँनिर तिम्रो झगडा परेको जिम्बासँग कहिले भिडियो आउँदैन देख्दैन पनि भन्छ क्या अरूले चाहिँ यहाँ कमेन्टमा अब थाहा थिएन ए सुन न मलाई पहिले यिनलाई म चिन्दैन थिएँ कि मैले भिनाबाट चिनेको नि तिमीलाई चाहिँ ए होइन अनि होला हामी त अहिले हामी टाढो छु नि त म पहिला मलाई थाहा थिएन अनि पछि चाहिँ जिम्बाले तिम्रो भिडियो हालेको बेला ए जिम्बासँग भेट गरेछ जिम्बासँग काम गरिरहेछ नि भनेपछि मेरो क्या मनमा लाग्यो नि त जिम्बाको त सबैभन्दा पुरानो साथी भनेकै मै हो नि होइन असनमा उसले त पछि सबैलाई चिनेको हो नि त चियावाल त असनको रानी त नि हामी त एकअर्कालाई भाइरल नहुँदै चिनेको मान्छे हो कि होइन जिम्बा भन्नु त अनि ऋतु बस्ने फेरि अनि कलौटेको रानी कलौटेको रानी होइन म त बिना म अर्कैको रानी भइसकेँ म कलौटेको रानी होइन को त्यो भाग्यमानी मान्छे को नाम भन मलाई नाम भन्ने मिल्दैन पछि हजुरलाई भेटे पनि भन्छु ल नाम चाहिँ अनि साली बेना कहिले भिडियो खेल्ने साली बिना खेले नि भन्नु न यस्तो राम्रो एउटा म्युजिक भिडियो आएको छ त्यसमा तपाईँमा खेलाम ल खै दिदीले जान्थे त हो यहाँ पोखरा सुटिङ नै पोखरा आएर देथे होइन क्या यो सुन्नु न त्यो गीत भन्ने खुलीले गाएको गीत हो क्या खुलीले हेरम अब के हुन्छ नत्र म कुरा गर्छु कि बिना साली बिना खेलाम खतरा डान्सिङ टाइपको गीत हो क्या खतरा छ क्या त्यो गीत चाहिँ अब अहिले नै हुन्छ भन्नु पछि फेरि कुनै कारणमा यता सुन त्यो गीत तपाईँले मैले खेलेँ भने यत्तिकै चल्छ क्या साली बिना गीत चाहिँ क्या गफै लगाइदियो फेरि है हजुर ओके भन्नु होइन म त्यो दाइसँग कुरा गर्छु त्यो दाइले त्यो कलौटेले हटा भन्छु म त्यो कलौटेले म कलरसँग खेल्दिनँ क्यान्सिल कलौटे पागल तिमीलाई त्यसले भाइरल बनाएको छु कलौटेले मैले बनाएको भाइरल उहिले होइन मैले बनाएको त्यस्तो नभन तिम्रो पनि आफ्नो नाम स्ट्रगल छ त्यस्तो नभन यार कति कलरसँग खेल्नु कि कहिले हजुरसँग खेल्छु जे पनि एउटा चर्चित तिमीहरू भनेको चर्चित एउटा कपाल हो जोडी दर्शकलाई मनपर्छ छोड न यार छे बिना त्योसँग त हेर्नु भिडियो खेले पनि मलाई दुनियाँले नराम्रो भन्छ त्यो पनि अहिले एउटा कुरा काट्छ पागल जुलाको अहिले चाहिँ त्यो को भूमिकासँग लागेको छ यस्तो छाडा चिटो गाउँछ म त रिस उठ्छ भनेको मलाई चाहिँ किन रिस उठ्छ कि डाहा लाग्छ अनि आफ्नो जोडी आफ्नो दाइ अनि अरूसँग टाँसेपछि रिस उठ्दैन ल दाइ टाँसिदा के भयो त तैँले दाइ भन्दा तिमीले दाइ भन्छ सक्यो त नि उयो किन फ्रिजमा देखाएको त्यस्तो नै कि अब यस्तो हुन्छ नि त अब आफ्नो जोडी होइन मसँग भिडियो खेलेको मान्छे अरू कोहीसँग टाँसिन्छ भने मस्केर भिडियो बनाउँछु रिस उठ्छ क्या दाइ भिनाजु म अरूसँग सुन न म अरूसँग टाँसेर भिडियो बनाउँदाखेरि खोइ कलेक्सनतिर कता कता मन दुख्छ त्यस्तै भयो म चियावालीसँग टिस्किँदाखेरि कलेक्सन कता कता मन दुख्थ्यो र भन्छु नि त्यस्तै भयो क्या हो नि त्यो त सही हो बिना त्यो एकदम सही हो नि नाटक नगर किन अर्काल गर्न पर्छ र होइन नि त्यसले कति मसँग कति राम्रो कुरा गर्थ्यो हजुरको थाहा छ त्यो त मलाई मात्र थाहा छ तर मैले हजुरलाई भनेको छैन दिने कुरा नगर क्या यस्तो न कलौटेले के बिना चाहिँ मलाई होलीमा बोलाएको थियो होइन आइज भनेर अब त्यहाँ गएर मैले के गर्नु कलौटेलाई यस्तो गर्नु त्यसलाई मैले उचाल पसार गर्नु भने कि त्यहाँ गएर दाइ भन्छ त अनि केही टिका सिका लगाइदेऊ के टिका त्यस्तो कलुवालाई कोही टिका लाउँछ हेर आज मेरो पहिलो म्युजिक भिडियो हेर बिना राउजीसँग स्क्रिन सेयर गरेर एकदम राम्रो मान्छे हुनुहुन्छ उहाँ कतिपय कुरा नजाने कुराहरू पनि सिकाउनु भयो थाहा छ बिना राम्रो हुनुहुन्छ मान्छे थाहा छ मलाई पनि बोलीचाली पनि एकदम राम्रो मिठो पक्कै पनि कुन गीत हो बिनाजु अब के गीत जाली गीतको नाम चाहिँ जाली माया हो
गौडा सङ कि कस्तो होइन एकदम लभ सङ त लभ सङ ए लभसँग भयो त चल्छ होला लभ सङ भनेको चाहिँ एउटा लिपसिङ मेरो मात्र छ क्या केटीको छैन ए हजुर मात्रै हो साइड डान्सर पनि छन् चाहिँ कसको शब्द कसको त्यो टेक बिसिजीको हुन् ए त्यो टेकेको हो पागल बुलेट बाइकमा भने कि चाहिँ उसले गएको रहेछ। टेकेर त अनि मटक्क रितु ए सुन न बिनाजु टेक सर थाहा छ रितु खै त मेरो गीतमा टिकटक बनाएको भन्नुहुन्छ ए म त बनाउँदिनँ सानैदेखि चाहिँ हामीलाई वास्ता गर्छ होइन जब आफ्नो भिडियो आउँछ तब हामीलाई सम्झिने बनाउँदिनँ भनेर 2टा मात्रै बनाइदिएको छु म त टिर्दिनँ टेकलाई म त आजभोलि नगर न भो अरू कुरो नगर अनि जे होस् तर ऋतु यार नयाँ अनुभव मेरो पहिलो म्युजिक भिडियो राम्रो भयो यार त्यहाँ क्यामराम्यान गर्ने मान्छेले भन्दै हुन्थ्यो एकदम राम्रो क्यामराम्यान तिमीलाई चिनेको हुँदो रहेछ त नि क्यामराम्यानको नाम म चिन्छु नि को ऊ के राउत दाइ ऋतुजी र मैले त ड्याङ पुरा वान टेकमै सुटिङ वान टेकमै गर्थ्यौँ कि हामीले चाहिँ झ्याप्प सबै कुरा कोरियोग्राफर भनेपछि झ्याप्प गरिहाल्थ्यौँ सर तपाईँले त एकदम राम्रो गर्नुभयो यार तपाईँको पहिलो भिडियो भन्दै मैले मेरो सर मेरो पहिलो म्युजिक भिडियो भनेको अनि बट यतिको त एकदम राम्रो भन्नु म त अस्ति हेर्नु सर एकजना त ओए चुप्पा भन्ने गीतमा सुटिङ गरेको म त नसकेर मैले क्यामेरा छोडेर भागेको होइन उसले त्यो विशाल कैनी हो क्यामराम्यान डिरेक्टर विशाल हो केही होइन बरु हेर्नु त्यसमा मैले टेक खाएको होइन उसले खाएको कलरै टेक खाएको त्यसमा मैले वान टेकमै सकेको मलाई भनेको त्यसलाई पनि त्यहाँ मैले फेरि गाली गर्छु फेरि मैले त वान टेकमै होइन त्यस्तो भनेको तिमीले राम्रो हो मलाई सोध्नु होइन भिना यस सुन्नु मलाई सोध्नु कि मैले चाहिँ मैले वान टेकमै मैले दिमागमा राखेँ पागल बुझ्नु नि होइन क्या मैले उहाँले भन्न खोज्नु भएको कोही मान्छेले एकदम धेरै टेक खाँदो रहेछ हेर्नुहोस् अस्तिमा क्यामेरा छोडेर भागेको भन्थ्यो कि क्यामेरा स्यामेरा छोडेर केही भागेको होइन बरु रिसा ऊ त्यो कलर दाइले त्यो डान्समा धेरै टेक खाएर त्यो विशाल रिसाएको त्यही हो मलाई थाहा हुँदैन चुमामा भयो अरू कुरो नगर अब त्यस्तो जे बजेडी फिल्डमा काम गर्नु पर्छ त्यस्तो नराम्रो चाहिँ नसोच है फेरि मैले मजा गरेर भनेको अब चाहिँ साली बिना खेल्नुपर्छ खतरा गीत अब कुन चाहिँ गीत हो तपाईँलाई डान्स गर्न आउँछ नि त होइन हजुरलाई सुटिङ युनिट पोखरा बोकेर आऊ त्यो दाइलाई यसो न त्यो दाइलाई एकजना हाम्रो मैले त्यो केरा घारी भन्ने गीत खेलेको छु नि त त्यो दाइलाई भन्छु म होइन त्यो दाइसँग कुरो गर्छु यो खतरा गीत छ क्या त्यो गीत चाहिँ त्यो दाइले अब चुनावपछि गर्ने भन्नुभएको छ सुटिङ होइन अनि त्यो दाइसँग भनेर यस्तो मान्छे राखौँ भन्छु म अनि उहाँले ओके भन्नुहुन्छ ल भोलि म कल गर्छु उहाँलाई चाहिँ म पहिला गीत पठाऊ हेरौँ के हुन्छ भने सुटिङमा त खानाको नि ठेगाना हुन्न हेर 2 बजे बोल्ला खाना आकार यसो न हामीले त एक दिन सुटिङमा मैले चाउमिन खाएर मैले सुटिङ गरेको चाउमिन खाएर बिहानदेखि रातिसम्म त्यस्तो गाह्रो छ सुटिङमा कम गाह्रो हुन्छ मान्छे त भन्छ नि बिना मान्छेले भन्छ के हो यस्तो डान्स गरे कति टेक खाएको भन्छ कति गाह्रो हुन्छ सुटिङमा त्यो हामीलाई थाहा हुन्छ नि त भोगेलाई थाहा हुन्छ क्या लास्ट गाह्रो हुन्छ के घरि के भएन भन्छ घरि के भएन भन्छ घरि कलाकारलाई बोलाउन पनि आउनु नि है क्यामेरामा कोही सन प्ले गर भन्दा एकैतिर गइरहेको हुन्छ अनि कम गाह्रो हुन्छ घरि आर्टिस्ट मोडमा पनि मान्छे रेडी हुँदैन यस्तो छ गाह्रो छ त्यही भएर पो च्यावलले गर्दिन भनिरहेछ यार हो के च्यावलले म त झेउ लाग्छ मलाई खानाको ठेगान हुन्न भन्छ उसले खानाको ठेगाना भन्दा पनि यस्तो खानाको ठेगान त यस्तै बिना छ सुटिङ गएपछि गाह्रो हुन्छ घामलाई घाम नभने पाल्न भने जाडोलाई जाडो नभन्ने है कुम त गाह्रो हुन्छ अहिले त हामी पनि लेक साइडमा अघि गरेको हेर पुरा पानी परेर